तपाईलाई अप्पर मुस्ताङमा फेरि पनि स्वागत छ। अप्पर मुस्ताङको नेचुङ भन्ने ठाउँमा 3950 को हाइटमा हुनुहुन्छ है तपाईहरु। तलबाट आउँदाखेरि तपाईलाई गाह्रो साह्रो केही टाउको दुख्ने केही गाह्रो भएर छैन नि हैन। यहाँबाट जान चाहिँ अझै गाह्रो हुन सक्छ के। अब चाहिँ 14 किलोमिटर 46 को हाइटमा पुग्नुहुन्छ तपाईहरु। 46 हजुर 46 को हाइटमा पुग्नुहुन्छ। त्यसकारण यहाँ गाह्रो भएको मान्छेले चाहिँ माथि जाँदा अझै गाह्रो हुन सक्छ के। आइ लाग्ने समस्या हुन्छ, बान्टा हुन्छ, त्यो रिङ्गटा लाग्छ, त्यस्तो हुन्छ के। गाह्रो भएको छ भने चाहिँ यतै बस्नुस्। तपाईहरुले तपाईहरु साथीहरुसँग फर्किन सक्नुहुन्छ है। गाह्रो भएको छैन भने चाहिँ जानुस्। तपाईहरु अब यहाँदेखि 46 को हाइटमा चाहिँ कोरोला बोर्डर चाहिँ नेपाल र चाइना बीचको कोरोला बोर्डरमा जानुहुन्छ। त्यहाँ चाहिँ हाम्रो 24 नम्बर पिलर छ है। त्यो 24 नम्बर पिलर चाहिँ 10 गज क्षेत्रमा छ। 10 गज क्षेत्र भनेको चाहिँ दुवैतर्फको जमिन जोडिएको जमिनको बीचोबीच स्थानमा चाहिँ हाम्रो 24 नम्बर पिलर छ है। 24 नम्बर पिलरमा चाहिँ तपाईहरु गइसकेपछि त्यो 24 नम्बर पिलरमा माथि के कुनै पनि सामानहरु के टोपी स्क्याप हैन, त्यसपछि त्यो पन्जाहरु चस्माहरु जुनसुकै सामान पनि सानो सामान पनि त्यहाँ माथि राखेर फोटो खिच्ने काम नगर्नु होला, फोटो भिडियो गर्ने काम नगर्नु होला है। त्यसपछि गइसकेपछि त्यो पिलरलाई अरेस्ट लाएर हैन टेकेर अलिक नरम तरिकाले फोटो खिच्ने काम नगरिनु होला है। त्यो चाहिँ गर्न अलिक अलाउड छैन क्या। नजिक आएर मात्रै हजुर त्यसको साइडमा बसेर चाहिँ त्यो 24 नम्बर पिलर देखिने गरी फोटो खिच्न पाउनु भयो। तर त्यसलाई अरेस्ट लाएर टेकेर अलिक फोटो खिच्न पाउनु है। त्यो चाहिँ त्यहाँ गइसकेपछि चाहिँ के छ भन्दा हाम्रो पिलरदेखि अगाडि त्यो कार्यतार छैन, कार्यतारदेखि धेरै अगाडि नगइदिनु होला है। त्यो चाहिँ हामी तपाईहरु चाइना छिर्न पाउनुहुन्न। एक त हैन चाइना छिर्न नपाए पनि तपाईहरुले चाइनाको सामान ल्याउने क्रममा चाहिँ व्यापारी दिदी बहिनीहरु जान लाग्नु भएको छ, व्यापारीहरु गइराख्नु भएको छ। उहाँहरुको साथबाट चाहिँ सामान ल्याउन सक्नुहुन्छ। सामान ल्याउने क्रममा चाहिँ चक्लेटहरु रक्सीहरु पाउँछ हैन, त्यो सामानहरु थोरै सामान ल्याउनु होला। यहाँबाट कसैले लगेर बिक्री गर्छु भन्ने हिसाबले नलग्नु होला है। त्यही नै हो। अरु स्वास्थ्यको ख्याल गर्नु होला। थ्यांक यू।